वेलकम बैक टू आवर न्यू भिडियो लिड स्पोर्ट्स, जहाँबाट नेपालको साहित्य, नेपालको खेलकुद र नेपालको पर्यटन क्षेत्रलाई हामी प्रवर्धन गर्छौँ भने अहिले हामी निस्किसकेका छौँ यात्रामा। लेखनाथबाट तल्लाकोटसम्मको यात्रा र मसँग राइडमा हुनुहुन्छ सुजन सर। सुजन सरलाई म अहिले एकछिनमा फ्रन्ट क्यामेराबाट अवश्य देखाउने नै छु। र यो यात्रा अब आजको के हुन्छ कसो हुन्छ। ओ सुन्तला दामी दामी सुन्तला भेटिएको ट्याके। यहाँ चाहिँ यताबाट चाहिँ यसरी बाटो विस्तार भइरहेछ। यो भित्री बाटोहरू पनि बन्नु भनेको राम्रो कुरा हो। आज चाहिँ एकदमै हुस्सु छ है। म तपाईँलाई अगाडिबाट यताबाट यसरी देखाएँ, एकदमै हुस्सु लागिरहेको थियो। भर्खर मात्र घाम लागेको छ। हिमाल त आज देखिने चान्सै छैन, त्यही भएर आज हिमाल देखिँदैन। यो राइडमा हामी छौँ, के हुन्छ अपडेट गर्दै गरौँला। यताको दृश्य यस्तो छ है। टक्क अहिले चाहिँ यता अलमोस्ट यताभित्र खराने फाँटबाट बुढी बजार निस्कँदैछौँ हामी। र दिस इज अ राइड गर्दै हुनुहुन्छ है त सुजन सर अगाडि हुनुहुन्छ टक्क लाएर। अहिले म उहाँलाई एकछिनमा देखाउँछु। यात्रा अगाडि बढिरहेको छ भने अहिले भर्खर मात्र हामी बुढी बजारबाट अगाडि बढिसकेका छौँ। सुरुवातमा पनि पोखरा सिर्जना चोकसम्मको यात्रा रहनेछ। त्यस पछाडि त्यहाँको केही काम सके पछाडि हामी लाग्नेछौँ। कता लाग्नेछौँ सुजन सर भन्नु त? भुर्जुङ खोला गएर बसिन्छ, गएर बसिन्छ, के थाहा छ र मायामा फसिन्छ। घुम्टिनेर लेट भर्खरै घाम लागेको छ साथीहरू यता है। तपाईँलाई मैले यो दृश्य देखाएँ सर र छोरछोरीको राइडमा आज। है त क्याची सुट जियोस्। यो पृथ्वी राजमार्ग अन्तर्गत यो लेखनाथ पोखरा सडकको चाहिँ पिच कार्य पनि कति हदसम्म भइसकेको छ भने कतिपय ठाउँमा चाहिँ फेरि एकदमै धुलो, जस्तै हामी देख्न सकिन्छ होइन, एकदमै धुलो पनि छ। तर पनि यो यात्रा चाहिँ रमाइलो बनाउनका लागि प्रयास गरिरहेका छौँ हामीले। तर यहाँ बहुत धुलो छ। यहाँनिर चाहिँ मास्क अघि हिजो लगाएको मास्क लिएर आउनु पनि ल्याइयो, किन्दैन है। नाइस ओभरटेक। मामाहरूको गाडी आइसकेको छ ओभरटेक गर्दा। मामा भन्दाको टक्क जम्का भेट भयो है। अगाडि फेरि टिप्पर छ। पप्पर 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 बाप पप्पर 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 बाप पप्पर बाप। राइडलाई इन्जोय गर्नु होला, हाम्रो राइडलाई है त। लास्ट चिसो भएर बाइकको पछाडि बसेर आमाको टोपी हाल्ने यो आमाको टोपी। आमा या जे जस्तो भए पनि आमा बुवालाई सबले माया गर्नुपर्छ। थ्याङ्क यू। ल है हामी लामाचोर आइपुग्यो। ल स्टप। भिडियो अन छ योलाई। ल यो चाहिँ धुलोबाट बच्ने उपाय हो साथीहरू है। यदि तपाईँहरू पनि कतै यात्रामा जाँदा धुलोबाट बच्न चाहनुहुन्छ भने टोपी प्रयोग गरेर आँखा बन्द गर्नु होला कुरो के है।
यो गाउँको छिटोमा यो गाउँको छिटोमा कान्छा मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम यो गाउँको छिटोमा यो गाउँको छिटोमा गोर्खे मेरो नाम आउँदै जाँदै गर्नु है सबलाई राम राम आउँदै जाँदै गर्नु है सबलाई राम राम यो गाउँको राधे राधे छिटोमा राधे यो गाउँको राधे छिटो त्यो हामी चाहिँ एउटा पोजिटिभ इन्फ्लुएन्सर हो हामी गीतमा राम राम भने पनि राधे राधे भने पनि हामी एउटा असल मानवता सँगसँगै सकारात्मक सोचको अभियानमा छौँ र यो यात्रामा जोडेर साथ दिनुहुने सम्पूर्णलाई धेरै धेरै धन्यवाद भन्न चाहन्छौँ। अब केही बेरमा हामी आजको हाम्रो अन्तिम गन्तव्य आजका लागि बनाउने एक किसिमले हुन त बेलुका केही अरू गन्तव्य पनि बन्न सक्ला, तर अहिलेको लागि भने अब हामी केही बेरमा नै हाम्रो कर्मथलो आउने चरणमा छौँ।